राष्ट्र बैंकको जागिर छोडेको कारण चाहिँ यही अहिले जतिको बैंकको तलब सुविधा सेवा हुने भएको भए म राष्ट्र बैंकको जागिर छोड्थिनँ। पहिलो कुरा तपाईहरुलाई भन्छु है, मैले जागिर छोडेकै किन त भन्दाखेरि गाउँबाट आएको मान्छे, दैलेखबाट तल झरेको मान्छे मेरो गाउँ नै पुरा बेच्यो भने पनि काठमाडौँमा घर बनाउन सकिन्न। गाउँ त पुरै मेरो होइन, गाउँको एउटा दुईटा गडा बेचेर म काठमाडौँमा मेरो घर आफ्नो बनाएर र गाडी चढ्ने औकात तलबले कमाइले पुग्थेन। त्यही भएर मैले राष्ट्र बैंकको जागिर 1 नम्बरमा नाम निकाल्यो, 1 नम्बरमा छोडेर पनि हिँड्यो। पहिलो कुरा है। त्यसकारणले यदि यो कोही प्रश्न मलाई सोध्नु भयो भने अनि त्यसो भए त अरू के त के गरेर बसेका छन् भन्नु होला। म इथिक्स भ्यालुज र नर्म्समा बस्ने हो भने सरकारी एकदम यो एकदम भन्छ नि त्यो तितो सत्य हो। तपाईँ सबै हामीलाई थाहा छ, सरकारी जुन नोकरीमा दुईटा चिज छ, सम्मान छ, पावर छ, पैसा चाहिँ छैन। मैले देख्ने पैसा चाहिँ छैन हैन। अब त्यो नभएपछि तपाईसँग यदि फ्यामिली ब्याकग्राउन्ड राम्रो छ, तपाईसँग सोसियल इकोनोमिकल आफ्नो स्टाटस ठिकठाक छ र तपाईँ सोसियल सर्भिसमा जान चाहनुहुन्छ भने त्यो युवाहरूलाई त म एकदमै इन्करेज गर्छु, ताकि तपाईँले घर बनाउनलाई घुस खान पर्दैन, गाडी चढ्नलाई घुस खान पर्दैन भने जानुस्, सचिव भएर निस्किनुस्, बेसरी ठिक पार्नुस्, परिवर्तन त्यहाँबाट सम्भव छ। तर तपाईँ जुम्ला दैलेखतिरबाट गरौ बेचेर काठमाडौँ पढ्न आउनु भएको भनेपछि र घुस खान्न, बेइमानी गर्दिन, तर पनि सानो एउटा कुटीकटरो बनाएर र गाडी चढ्न रहर छ भने सरकारी सेवाले तपाईँलाई घुसिया बनाएर निकाल्छ। नजानुस् भन्छु, एकदम प्रष्ट कुरा मेरो चाहिँ देखेको कुरा।